नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 927औं भिडियोमा। आजको भिडियोमा मैले अनौठा कथाहरू पुस्तकबाट विष्णु अधिकारीज्यूले संकलन गर्नुभएको ग्रीक दन्त्य कथा गर्गनको टाउको लिएर आएको छु। आशा छ तपाईलाई आजको कथा पनि मन पर्नेछ। तथा गर्गनको टाउको भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। प्रतिक्रियाहरू भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। ग्रीक दन्त्य कथा गर्गनको टाउको। पर्सियस डायनाका छोरा थिए। डायना राजाकी छोरी थिइन्। पर्सियस सानै छँदा केही बदमाशहरूले उनका आमा र उसलाई एउटा कोठाको बाकसमा राखेर समुद्रमा बगाइदिएका थिए। हावा लाग्दै थियो। त्यो बाकस त झन् समुद्रको बीचतिर पो पुग्यो। डायनाले आफ्नो छोरालाई छातीमा च्यापेर राखिन्। समुद्रको छालले आमा छोरालाई छुट्याइदेला कि भन्ने डर थियो। बाकस बग्दै गयो। त्यो डुब्दा पनि डुबेन, पल्टदा पनि पल्टिएन। रात पर्न लाग्यो। त्यसबेला त्यो बाकस एउटा समुद्री टापुको नजिकै पुग्यो। त्यसैबेला त्यो बाकस एउटा माझीको जालमा पर्यो। माझीले तान्दै तान्दै समुद्रको किनारमा पुर्याए। माछा होला भनी तानेको त एउटा बाकस पो भेटियो। त्यसभित्र दुईजना आमा छोरा थिए। त्यो समुद्री टापुको नाम सेरिफस थियो। त्यहाँका राजाको नाम पोलिडेक्टस थियो। उनी त्यही माझीका भाइ थिए। त्यो माझी ज्यादै असल थियो। ऊ ज्यादै दयालु स्वभावको थियो। आमा छोरा दुवैलाई आफ्नै घरमा लग्यो। पर्सियस नहुर्कुन्जेल ती दुवैलाई सहयोग गरि नै रह्यो। समय बित्दै गयो। पर्सियस लक्का जवान देखियो। ऊ राम्रो थियो, साथै जाँगरिलो पनि। ऊ हतियार चलाउन पनि सिपालु भयो। यता राजा पेलिडेक्टसले ती दुवैलाई देखेको थियो। उनीहरू एउटा बाकसमा बग्दै आएको कुरा पनि उसले सुनेको थियो। वास्तवमा त्यो राजा उसको दाजु जस्तो भलात्मी थिएन। त्यो व्यक्तिमा दया थिएन। ऊ दुष्ट स्वभावको थियो। त्यसैले उसले पर्सियसलाई एउटा खतरनाक काममा लगाउने विचार गर्यो, जुन काममा पर्सियस मारिन पनि सक्थ्यो। त्यस्तै समय पारेर उसकी आमालाई दुःख दिने विचार गर्यो। अब ऊ त्यस्तो खतरनाक काम के होला भनी सोच्न लाग्यो। त्यस्तो कामको बारेमा सोचेपछि उसले पर्सियसलाई बोलायो। राजाले बोलाएको खबर पाउन साथ पर्सियस दरबारमा आयो। उसले राजालाई भेट्यो। केही जिस्काए झैं गरी उसले भने, पर्सियस, तिमी त लक्क जवान भएछौ। तिमी र तिम्रै आमालाई मैले यहाँ राखे। मैले तिमीहरूलाई ठूलो दया गरेको छु। मेरो दाजुले पनि दया गर्नुभएको छ। त्यसैले तिमी हाम्रो लागि केही सहयोग गर्न तयार होलाउ भन्ने आशा गरेको छु। महाराज, म हजुरको लागि जीव ज्यान दिन तयार छु, पर्सियसले भन्यो। पर्सियस जे पनि गर्न तयार छ भन्ने बुझेपछि राजाले भने, पर्सियस, म राजकुमारी हिप्पोडामियासँग बिहे गर्न चाहन्छु। बिहेको बेलामा अनौठो चिज उपहार दिने चलन रहेको छ। मैले यसबारे सोच्दा सोच्दा बल्ल आज बिहान त्यसबारे यकिन भयो। महाराज, म त्यस्तो कुरा ल्याइदिन तयार छु। पर्सियसले कुरै नबुझी पक्क बोल्यो। यता राजा पोलिडेक्टस बेइमान त छँदै थिए। उनी महादुष्ट पनि थिए। उनले मौका पाउन साथ उक्साउँदै भने, पर्सियस, तिमी जवान त छँदैछौ, साथै बहादुर पनि होलाउ भन्ने विश्वास गरेको छु। हरेक जवान जवान मात्र होइन, बहादुर पनि हुन्छन्। त्यसैले यो काम पूरा गर्लाउ भन्ने आशा गरेको छु। तिमीले मेरी सुन्दरी राजकुमारीको लागि मेडुसा भन्ने राक्षसको टाउको ल्याउनु पर्छ। त्यो टाउकामा सजिएका सर्पहरू पनि जस्ताको तस्तै हुनुपर्छ। जति चाँडो ल्याउन सक्छौ त्यति नै बढी खुसी हुन्छु। म भोलि बिहानै यसको खोजीमा लाग्छु भनी पर्सियसले जवाफ दियो। ठिक छ, त्यसै गर। तिमी बहादुर छौ, तिमी बलिया छौ, तिमीले गर्न नसक्ने के छ र? राजाले फुर्काउँदै भने। बरु राक्षसलाई काट्दा एकै चोटमा छिनाल्नु, कतै रगत नलागोस्, त्यसको अनुहार नबिग्रियोस्, होस् गर्नु। त्यसलाई जस्ताको तस्तै ल्याउनु पर्छ। राजाको हुकुम सुनेपछि पर्सियस दरबारबाट हिँड्यो। उसले दुष्ट राजा पोलिडेक्टसको अट्टहास सुनेन। राजा त्यो जवान केटो जालमा परेकोमा दङ्ग थियो। ऊ अरूलाई दुःख दिन पाएकोमा दङ्गदास थियो। त्यस बखत 3वटा गर्गन राक्षसनीहरू जीवित थिए। ती सबै डरलाग्दा र अनौठा पनि थिए। तिनीहरू 3 दिदीबहिनीहरू थिए। स्वास्नी मानिस जस्ता देखिए पनि ती ज्यादै डरलाग्दा ड्रागनहरू थिए। तिनीहरू तर्साउने जस्ता ज्यादै नराम्रा थिए। टाउकोमा कपालको सट्टा हजारौं सर्पहरू उम्रिएका थिए। ती सबै जिउँदै थिए। तिनीहरू चलिरहेका थिए।
कसैले विष निकालिरहेका हुन्थे भने कसैले जिब्रो निकालिरहेका हुन्थे। ती सबैका दाँतहरू निकै लामा थिए। ठूला पित्तलले बनेका हातहरू थिए। फलाम जस्ता बलिया कत्लाले ढाकिएको जिउडाल। उनीहरूका राम्रा पखेटा पनि थिए। हरेक पखेटामा सुनौलो चमक उज्यालोमा टल्किरहेको देखिन्थ्यो। घाम उदाएको बेलामा त गर्गनहरूको प्वाख टलक्क टल्किन्थ्यो। मानिसहरूलाई तिनीहरूसँग आँखा जुत्ला कि भन्ने डर थियो। तिनीहरू उडेको बेलामा कोही पनि आकाशमा हेर्दैनथे। कतै तिनीहरूको टाउकोमा भएका सर्पहरूले डस्ने पो हुन् कि भन्ने डर पनि थियो। कसैलाई तिनीहरूको दाराले कसैलाई नङ्ग्राले टुक्रा टुक्रा पार्ला कि भन्ने डर थियो। सबभन्दा डरलाग्दो कुरा त आँखा नै थियो। आँखा जुत्न साथ ढुङ्गामा परिणत हुने डर थियो। दुष्ट राजा पोलिडेक्टसले ज्यादै डरलाग्दो काम दिएको थियो। बिचरा पर्सियस यस्तो काम सफल पारेर फर्किन्न होला। त्यसलाई मारेर टाउको ल्याउन सजिलो थिएन। ऊ आफै ढुङ्गा बन्ने पो हो कि के ठेगान। अरू कुराको भन्दा पनि आँखाकै डर। आँखा चिम्लेर गर्गनसँग लड्नु पर्नेछ, नभए हिर्काउन प्रयास गर्दा ढुङ्गामा परिणत पनि हुन सक्छन्। के नगरौँला भन्ने उमेरको केटालाई यस्तो डरलाग्दो काम पो आइलाग्यो। के गर्ने त, उसलाई पनि यस संसारमा रमाइलो गरौँ भन्ने मन त थियो नि। पर्सियसले राजाको अगाडि प्रतिज्ञा गरेको कुरा आफ्नी आमालाई भन्नै सकेन। उसले यो कुरा मनमै दबा। उसले दापमा तरबार राख्यो अनि बिस्तारै आफू बसेको समुद्री टापुबाट अर्कोतर्फ लाग्यो। ऊ एउटा एकान्त ठाउँमा गएर बस्यो। उसको आँखाबाट आँसु थामिएन। दुःखको अनुभव भयो। त्यसै बेला कसैले बोलाए झैँ लाग्यो। एक प्रकारको आवाज सुनेर ऊ झस्कियो। पर्सियस, किन दुखी भएको? आवाज सुन्न साथ टाउको उठायो। यसो हेर्दा उसले एउटा नौलो मानिस देख्यो। त्यो मानिस उज्यालो अनुहारको थियो। त्यसलाई देख्न साथ पर्सियसलाई भगवान देखे झैँ लाग्यो। खास्टो जस्तो ओढेको, अलि बेग्लै खाले टोप लगाएको थियो। उसको कम्मरमा छोटो र अलि बाङ्गो तरबार झुन्डिएको थियो। हातमा बटारिएको लौलो थियो। ऊ ज्यादै हलुका र फुर्तिलो देखिन्थ्यो। धेरै कसरत गर्ने मानिस जस्तै। अनुहार हँसिलो थियो। स्वभाव ज्यादै सहयोगी होला जस्तो। त्यसैले पर्सियस ज्यादै खुसी भयो। उसलाई आफ्नो अनुहारमा आँसु देख्यो कि भन्ने लाग्यो। उसलाई अलि लाज पनि लाग्यो। ऊ जवान थियो। उसमा बल थियो, साथै बुद्धि पनि। आफ्नो आँखामा आँसु देखिन राम्रो लागेको थिएन। बहादुर र शक्तिशाली देखिनु पर्ने व्यक्ति। उसले हत्तपत्त आँसु पुछ्यो अनि त्यो अपरिचित व्यक्तिलाई भन्यो, म त्यस्तो दुखी त भएको छैन। ज्यादै अप्ठ्यारो काम गर्छु भनेर वचनबद्ध भएकोले कसरी पूरा गरौँ भनी सोचमा परेको मात्र हुँ। ए, ठिकै छ त। के काम हो त्यस्तो? भन न, केही मद्दत गर्न सक्छु कि? मैले त धेरैलाई मद्दत गरेको छु। त्यस्ता धेरै कठिन काम पूरा गरेको छु। तिमीले मेरो नाम सुनेको हुनुपर्छ। मेरा धेरै नाम छन्। तिम्रो समस्या के हो बताऊ, अनि मात्र तिम्रो समस्याबारे कुरा गरौँला। के कस्तो सहयोग गर्न सकिन्छ त्यसबारे पनि सोचौँला। ती अपरिचित व्यक्तिको कुराले पर्सियसको हौसला बढ्यो। उसले छोटकरीमा आफ्नो समस्या बतायो। राजा पोलिडेक्टसले राजकुमारी हिप्पोडामियालाई मेडुसा राक्षसको टाउको दिएर उनलाई खुसी पार्न खोजेको कुरा सुनाए। उसले राजाको अगाडि त्यो काम पूरा गर्ने प्रतिज्ञा गरेको कुरा पनि सुनाए। तर अहिले कतै आफै ढुङ्गामा परिणत हुने त होइन भनी डराएको कुरा पनि बतायो। ए, त्यसो भए के चिन्ता गरेको? त्यस्तो जाबो कुरामा पनि तर्सने? तिमी लक्का जवान रहने त केही वर्ष मात्रै त हुने। ढुङ्गाको मूर्ति त कति वर्ष रहन्छ कति? अनि त किन तर्सने? ढुङ्गाको मूर्ति होइएला कि भनेर किन तर्सेको? अहो, त्यसो नभन्नुहोस् न। पर्सियसको आँखाबाट आँसु टल्पलायो। मेरी आमा के गर्नुहोला? आफ्नो प्यारो छोरा ढुङ्गा भएको देख्दा उहाँको मन कस्तो होला? पर्सियसले साह्रै दुःख मानेर आफ्नो गुनासो पोख्यो। ठिक छ, नतर्स न। त्यस्तो नहोस् भन्ने आशा गरौँ। त्यो नौलो मानिसले जवाफ दिए। तिमीलाई मद्दत गर्न सक्ने म छु। मेरी बहिनी र मैले सकेको मद्दत गरौँला। अहिले त यो काम निकै अप्ठ्यारो जस्तो देखिएको छ, तर समयमा ठिकै होला। राम्रोसँग पूरा गर्न सकिएला। अनि तपाईँकी बहिनी पनि हुनुहुन्छ त? पर्सियसले उत्सुक भएर सोध्यो। हो, मेरी बहिनी छन्। तिनी बुद्धिमान छिन्। पर्सियस शान्त भएर ज्यादै भलात्मी पाराले आफ्नो कुरा बताए। उनले फेरि भने, मेरी बहिनी मेरो लागि त ठुलो सहयोगी भएकी छिन्। धेरै जसो म उनकै सहयोग लिन्छु। तिमी बहादुर र होसियार छौ भने हाम्रो सल्लाहमा चल। तिम्रो कल्याण त्यसैमा छ। तिमी डराउनु पर्दैन। यो रक्षा कवच टल्काऊ। यसमा तिम्रो अनुहार देखिने हुनुपर्छ। उसले भन्नसाथ पर्सियस आफ्नो काममा लागिहाल्यो। ऊ रक्षा कवच खोट्न थाल्यो। एकैछिनमा त्यसलाई चन्द्रमा जस्तै चम्किने बनायो। त्यस्तो चम्किलो रक्षा कवच देखेर उनी दङ्ग भए। उनले त्यो रक्षा कवच र आफ्नो धारिलो तरबार पर्सियसको कम्मरमा झुन्डाइदिए। मेरो जस्तो धारिलो तरबार ज्यादै कम छ। मेरो तरबारले त फलाम पित्तल जे पनि काट्छ, मुला काटे झैँ काट्छ।
पर्सेसलाई हौसला दिँदै थिए। अब हामी यहाँबाट हिँड्नै पर्छ, अब अर्को काम। 3 जना खैरी आइमाईहरू कहाँ छन् त्यो कुरा पत्ता लगाउनु पर्छ। तिनीहरूले एक थरी परीहरूको बारेमा बताउनेछन्, हामीले त्यसबारे बुझ्नुपर्छ। उनको कुराले पर्सेसलाई अचम्म लाग्यो। 3वटी खैरी आइमाईहरू को होलान् ती? मैले त आजसम्म तिनीहरूको बारेमा सुनेको छैन। ती 3 जना बुढीहरू अनौठा छन्। तिनीहरूसँग एउटै मात्र आँखा छ, तिनीहरूसँग एउटा मात्र दाँत छ। तिनीहरू उज्यालोमा कतै निस्किन्नन्, चाहे घाममा होस् अथवा जुनमा। तिनीहरू साँझमा वा ताराको उज्यालोमा मात्र भेटिन्छन्। उनीहरूलाई भेटेर किन समय खेर फाल्ने? अब यतिकै मेडुसा राक्षसको खोजीमा गए हुन्न र? होइन होइन, त्यस्तो हुन्न, उनले जवाफ दिए। त्योभन्दा पहिले अर्को काम गर्नुपर्छ। राक्षस कहाँ पुग्न त धेरै ठूलो बन्दोबस्त गर्नुपर्छ। ती बुढीहरूलाई भेट्नै पर्छ। तिनीहरूलाई भेटेपछि राक्षसको बारेमा खास समस्या नहोला, बरु हामीहरू हिँडिहालौं। अब पर्सियसलाई आफ्नो साथीमाथि एकदमै ठूलो विश्वास भयो, त्यसैले ऊ तुरुन्त हिँड्न तयार भयो। तिनीहरू तुरुन्त हिँडे, एकदमै छिटो हिँड्न थाले। पर्सियसलाई त साथीलाई भेट्टाउन पनि गाह्रो भयो। पर्सियसलाई उनीसँग हिँड्न गाह्रो भएको देखेर, लौरो तिमी आफै समाऊ, मलाई भन्दा तिमीलाई यसको आवश्यकता छ भनी लट्ठी उसैलाई दिए। यता पर्सियसलाई त्यो लट्ठीले ठूलो सहयोग गर्यो। त्यसपछि त थकाइ लागे जस्तो पनि भएन। त्यो लट्ठीले एकदमै फुर्तिलो र जागरिलो बनायो। लौरो पनि सजीव जस्तो लाग्दथ्यो र उसलाई त्यस लौरोले आफ्नो केही शक्ति दिइरहेको जस्तो लाग्दथ्यो। उनीहरू आफूले खोजेको ठाउँतर्फ लागे। बाटामा रमाइला कुरा गर्दै गए। यसैबीचमा पर्सियसलाई थुप्रै कथा सुनाए। उनको कुरा सुन्दा ती मानिस निकै रमाइलो स्वभावको हुनुपर्छ भन्ने कुरा उनको मनमा लाग्यो। पर्सियसले उनकी बहिनीबारे पनि सम्झाए। पर्सियसले उनलाई कहिले भेट्ने त भनी सोधे। सबै कुरा समयअनुसार हुन्छ। मेरी बहिनी अलि बेग्लै स्वभावकी छन्। उनी ज्यादै गम्भीर र बुद्धिमान छिन्। ज्यादै कम हाँस्ने स्वभावकी छिन्। उनले बेसरी हाँसेको त देखेकै छैन। त्यत्तिकै बिना काम बोल्ने त उनको स्वभावै होइन। काम लाग्ने कुरा बाहेक फाल्तु कुरा सुन्न चाहन्नन्। अहो, मलाई त केही भन्नै पो गाह्रो, पर्सियस एक्लै फतफतायो। त्यसबेला साँझ परिसकेको थियो। तिनीहरू एउटा झाडी भएको ठाउँमा आइपुगे। त्यो ठाउँ सुनसान थियो र ज्यादै डरलाग्दो पनि थियो। यसो हेर्दा त्यहाँ कोही नपुगे झैं लाग्थ्यो। पर्सियसलाई कस्तो कस्तो नबच्चा लाग्यो। उसले अझै कति टाढा जानु पर्ला त भनी सोध्यो। ए चुप लाग त, उनले बिस्तारै सम्झाए। ती 3वटी खैरी आइमाईहरू भेटिने ठाउँ यही हो। तिनीहरूले तिमीलाई देख्न नसकुन् भनेर यो झाडीमा ल्याएको, तर तिमीले भने तिनीहरूलाई देख्नुपर्छ। होशियार हौ, सोचेर काम गर। तिनीहरू त्यो आँखा बेला बखत एउटाले अर्कोलाई दिन्छन्, चस्मा जस्तै। 3 जना मध्ये 1 जनाले केही समय राखेपछि अर्कोलाई दिने गर्छन्। त्यो आँखा लिएर तुरुन्तै गइहाल्छे र संसार हेर्न थाल्छे। एकचोटिमा 3 जना मध्ये 1 जनाले मात्रै देख्न सक्छे, अरू 2 जनाले केही पनि देख्दिन। जब त्यो आँखा एकले अर्कालाई दिने गर्छ त्यस समय उनीहरूले केही पनि देख्दैनन्। त्यसै बेला त्यसको हातबाट लिनुपर्छ। सबै कुरा विस्तारमा बताएपछि पर्सियसले के गर्ने भन्ने कुरा राम्ररी बुझ्यो। पहिले त ती सबै कुरा ठट्टा जस्तै लाग्यो। ऊ छक्कै पर्यो। त्यस्ता व्यक्ति संसारमै कतै छैनन् भने झैं लाग्यो। अब केही समयमै तिमीले यसबारे चाल पाउनेछौ भनी सम्झाए। बेलुकाको झिसमिसे उज्यालोमा तिनीहरू देखिए। तिनीहरू धेरै टाढा पनि थिएनन्। उज्यालो धेरै नभएकाले तिनीहरूको अनुहार राम्ररी देख्न सकिएन। तिनीहरूको लामो खैरो कपाल मात्र देखियो। नजिक आइपुगेपछि तिनीहरूको आँखाको प्वाल देखियो। त्यसमा आँखा थिएन। ती मध्ये अन्तिम बुढीको निधारमा एउटा आँखा थियो। त्यो ज्यादै चम्किलो थियो। अरू 2टीको निधार भने खाली प्वाल मात्र थियो। त्यो आँखा यति उज्यालो थियो कि पर्सियसलाई त मध्यरातको अँध्यारोमा पनि दिउँसो 12 बजेको समय जस्तै देख्न सकिन्छ भन्ने झैं लाग्यो। यस्तैमा एउटीले भने, ए बहिनी, अब तिम्रो पालो पुग्यो, त्यो आँखा मलाई देऊ त। अब मेरो पालो। ए केही समय पर्ख त, मलाई बाक्लो झाडी पछाडि कोही भए जस्तो लागेको छ। के देख्यौ त? उसले अलि रिसाउँदै सोधे। के मैले तिमीले जस्तो देख्न सक्दिन भनेको? त्यो आँखा मेरो पनि हो। त्यो आँखाले कसरी हेर्नुपर्छ भन्ने कुरा मलाई पनि थाहा छ। ती 2टी दिदीबहिनी झगडा गर्न थाले। एउटीको नाम स्केयरक्रो थियो भने अर्कीको नाम नाइटमेयर थियो। तेस्रोको नाम सेक जोइन्ट थियो। अब सेक जोइन्ट पनि कराउन थाले। उनले भनिन् कि अब उसको पालो हो। उनीहरू 2 जनाले मात्र राख्ने होइन। झगडा शान्त पार्न आफ्नो निधारबाट आँखा निकाली स्केयरक्रोले अर्कीलाई दिन हात अगाडि बढाई। ल, तिमीहरू मध्ये एउटीले लिनु, अब नकराऊ। किन कराउने बेकारमा? म अँध्यारोमै बसौँला, भएन? के को कचकच बेकारमा? छिटो समात, होइन भने म आफ्नै निधारमा लगाउँछु। यस्तैमा त्यो नौलो मानिसले पर्सियसलाई यही मौकामा त्यो हातबाट आँखा लिइहाल्नु भनी संकेत दिए।
त्यो काम 3 जना मध्ये कसैले आँखा निधारमा राख्नु अगाडि गरिहाल्नुपर्छ। छिटो जाऊ र स्केयर क्रोको हातबाट त्यो आँखा लिइहाल। तिनीहरूको झगडाको मौका छोपी पर्सियसले झम्टेर त्यो आँखा लियो। के भयो भन्ने बारेमा कसैले चालै पाएनन्। तिनीहरूमध्ये एउटीसँग त्यो आँखा होला भन्ने उनीहरूको मनमा लाग्यो। तिनीहरू फेरि झगडा गर्न लागे। आखिर उनीहरूलाई झगडामा नफसाउने उद्देश्यले पर्सियसले नै के भयो भन्ने बारे बताइदियो। बिन्ती छ दिदीहरू, तपाईहरू नरिसाउनुहोस्। झगडा गर्नु राम्रो होइन, कसैको दोष छैन। तपाईहरूको आँखा मैले लिएको छु। पर्सियसले सबै कुरा बताइदियो। उसको कुरा सुन्नसाथ ती सबै तर्सिए। स्केयरक्रोले भनी, तिमी को हौ? तिमीले पो हाम्रो आँखा लिएको? भन त अब हामी के गर्ने? हे भगवान, हामी अँध्यारोमै मर्ने भयौं। त्यो आँखा फिर्ता देऊ। हाम्रो त एउटा मात्र आँखा छ, त्यो पनि 3 जनाको बीचमा। तिमीसँग त 2टा आँखा छँदैछ नि। मेरो बिन्ती छ, हामीलाई त्यो आँखा देऊ। यता त्यसै बखत उनले परीको बारेमा सोध्न सम्झिए। पर्सियस ती परीको बारेमा सोध्न थाल्यो। उनको बारेमा नबताएसम्म आँखा नदिने कुरा उसले बतायो। पर्सियस ती परीबाट जादुको झोला, एउटा हेलमेट र उठ्न सकिने चप्पल चाहन्थ्यो। त्यो हेलमेट लगाएपछि कसैले देख्दैनथे। त्यसैले उसले ती परीबारे पटक पटक सोध्यो, तर उनीहरूले त्यसबारे केही पत्तै नभएको कुरा सुनाए। उनीहरूले उल्टो आश्चर्य मान्दै भने, परी? कस्तो परीको कुरा गरेको? मानिस अनेक प्रकारका परीहरूका बारेमा कुरा गर्छन्। कुनै त जंगलमा शिकार खेल्न पनि जान्छन्। कुनै कुनै परीहरू रुखमा चढेर बसेका हुन्छन्। कसैले आफ्नो घरबारीमा पानीको झरना राखेर बसेका हुन्छन् भनेर सुनाउँछन्। हामीलाई त केही थाहा छैन। हामी त अभागी बुढीहरू। हामीलाई के थाहा र? हामीसँग एउटा आँखा छ। हामी साँझमा मात्र घुम्छौं। हामीलाई दुःख नदिनुहोस्, पाप लाग्छ। तपाईँ त देवता जस्तो मान्छे, तपाईँले हामीलाई दुःख दिन सुहाउँदैन। हाम्रो आँखा दिनुहोस्, हामीलाई नसताउनुहोस्। तपाईँ जो भए पनि जे भए पनि त्यो आँखा दिनुहोस्। तिनीहरू आफ्नो हात फैलाउँदै यताउता छाम्दै थिए। तिनीहरू पर्सियसलाई समात्न र त्यो आँखा खोज्न चाहन्थे, तर पर्सियस परपर सर्दै थियो। उसले फेरि भन्यो, दिदीहरू, मैले तपाईँहरूका आँखा एकदमै सुरक्षित राखेको छु। तपाईहरूले ती परी कहाँ छिन् भनी बताउन साथ म दिइहाल्छु। ती परी जोसँग जादुको झोला, उड्ने चप्पल अनि एउटा हेलमेट छ। त्यो हेलमेट लगाएपछि त कसैले देख्दैन। ती सबै कुरा मलाई चाहिएको छ। फेरि स्केयरक्रो कराई। उसले भनी, हामीलाई दया गर, हाम्रो कुरा मान। हामीलाई त्यसबारे केही थाहा छैन। हामीलाई के थाहा? हामी जस्ता दुखीलाई के थाहा? हामीलाई किन रुवाएको? जादुको झोला रे, उड्ने चप्पल रे, हेलमेट, त्यो पनि लगाएपछि केही नदेखिने रे। के भनेको होला त्यस्तो? हामीलाई त्यसबारे के पत्तो? तपाईसँग 2टा आँखा छन्, हामीसँग जम्मा एउटा। हामीले भन्दा तपाईले नै यसबारे पत्ता लगाउन सक्नुहुन्छ। यस्ता अभागीलाई पनि दुःख दिने? छिछि, कति पाप लाग्ला। हामी अन्धाहरूलाई रुवाएको पाप। उनीहरूको कुरा सुन्दा पर्सियसलाई त तिनीहरूलाई केही थाहा नभएझै लाग्यो। उसले उनीहरूको आँखा फिर्ता गर्न खोज्दा उसको साथीले रोके। उसले हात बढाउन साथ उनले हात समाए। उनले सम्झाउँदै भने, पर्सियस, तिमी पर्ख, नदेऊ। तिनीहरू झुक्क्याउँदैछन्। त्यस्तो कुरा पत्यायो भने त? तिनीहरूलाई थाहा छ, सबै कुरा थाहा छ। त्यसबारे थाहा पाउने अर्कै उपाय छैन? त्यसबारे थाहा पाउने अर्को उपाय छैन। त्यसबारे थाहा पाउन सकिएन भने त मेडुसाको टाउको काट्न सक्ने सम्भावना नै हुन्न। पर्सियसको आँखा खुल्यो। साथीले नभनेको भए त बर्बाद हुने रहेछ भन्ने कुरा बल्ल बुझे। उनले फेरि ती परीको बारेमा नबताएसम्म उनीहरूको आँखा नदिने कुरा सुनाए। उनको कुरा सुन्नसाथ अब केही लागेन भनी ती बुढीहरूले ती परीको बारेमा सबै कुरा बताए। ती परीबारे थाहा पाउन साथ पर्सियसले त्यो आँखा फिर्ता गर्यो। उसले आफ्नै हातले एउटीको निधारमा लगाइदियो। तिनीहरूलाई मुरी मुरी धन्यवाद दिएर तुरुन्त आफ्नै बाटो लागिहाले। उनीहरूलाई बिदाईको हात हल्लाउँदै अगाडि बढे। पर्सियस र उनको साथी परी खोज्न आफ्नो यात्रामा लागेका थिए। ती खैरी बुढीहरूले बताए अनुसार जाँदा उनीहरूलाई बाटो पत्ता लगाउन गाह्रो परेन। ती परीलाई भेटाए। उनलाई भेट्नु पर्नको कारण बताउन साथ समस्या बुझिन् र सबै सामान दिइन्। जादुको झोला मृगको छालाबाट बनेको थियो। दुवै चप्पलको छेउमा उठ्ने पखेटा जडिएको थियो। अनौठो तरिकाले सिलाएको थियो। सबै कुरा सुन्दा पर्सियस दङ्ग भयो। उनले चप्पल लगाउन भने। चप्पल लगाउन साथ पर्सियसलाई ज्यादै हलुका भएको अनुभव भयो। उनले त्यो कुरा साथीलाई भने। अब सारा यात्रा सजिलो हुने कुरा पनि सुनाए। उनले पर्सियसलाई सम्झाउँदै भने, पर्सियस, अलि होसियार हौ। तिमीले त चरालाई पनि तर्साउन सक्छौ। उठ्ने चप्पल देख्न साथ चराहरू त्यसै तर्सन्छन्। पर्सियसले दुवै चप्पल लगायो। उसलाई ज्यादै हलुका अनुभव भयो। पृथ्वीमै टेक्न गाह्रो भए झैं भयो। ऊ पृथ्वीबाट माथि हावामा पुग्यो। उसलाई तल झर्न गाह्रो भयो। परीले त्यो अनौठो हेलमेट पनि दिइन्। त्यो हेलमेट लगाउन साथ ऊ अर्कै भयो। उसलाई कसैले देखेनन्। पर्सियस उम्मिदा त देवदूत जस्तो देखियो। उसले सबैलाई देख्ने तर उसलाई कसैले नदेख्ने। यस्तैमा साथीले
जिस्काउँदै सोधे, ए पर्सियस, तिमी कहाँ गएको हँ? म यहीँ छु, पर्सियसले हाँस्दै जवाफ दियो। ती दुवै त्यहाँबाट उडे। पर्सियसलाई कस्तो कस्तो अनौठो अनुभव भयो। उसलाई त आकाशमै उडिरहँ झैँ लाग्यो। उसलाई चरा जस्तै घुम्न फिर्न मन लाग्यो। साथीले भने, मैले तिमीलाई नदेखेपछि गर्गनले पनि तिमीलाई देख्ने छैन। त्यसबेला रात परिसकेको थियो। आकाशमा चन्द्रमा उदाइसकेका थिए। पर्सियसले आकाशमा हेर्यो। उसलाई ज्यादै रमाइलो लाग्यो। उसले फेरि आफ्नो आँखा पृथ्वीतर्फ घुमायो। हरियो पृथ्वी, नीला दह परेका तालहरू, चाँदी जस्तै चम्किरहेका कलकल बग्ने नदीहरू, हिउँले ढाकिएका पहाडहरू, फाँटहरू, जंगलहरू, सहरहरू, ती सबै देख्दा ऊ छक्कै पर्यो। पृथ्वी जुनको उज्यालोमा जगमगाएको थियो। पृथ्वी जुन जस्तै जगमगाएको थियो। पृथ्वी तारा जस्तै चम्किरहेको थियो। ती दुवैजना उड्दै गए। पर्सियसले आसपासमा कतै कपडाको आवाज सुन्यो। यस्तो आवाज उडेको भन्दा अर्को तर्फबाट आएको थियो। पर्सियसले कसको कपडा होला त भनी सोधे। मेरै आसपासमा कोही आए चाहिँ लाग्छ भनी पर्सियसले आफ्नो कुरा स्पष्ट पारे। साथीले उनकी बहिनी भनेकी तिनै हुन् भनी पर्सियसलाई सम्झाए। उनी हामीसँग छिन्। उनको सहयोग नभई हामी केही गर्न सक्दैनौं। तिनी यति चलाक र बुद्धिमान छिन् कि त्यसबारे तिमी पत्तै पाउन सक्दैनौ। तिमीलाई उनले राम्ररी हेलमेट नलगाएको बेलामा जस्तै गरी देख्न सक्छिन्। ती गर्गन राक्षसीलाई देख्ने पहिलो व्यक्ति पनि तिनै हुन सक्छिन्। त्यसबेला तिनीहरू आकाशमै उड्दै थिए। तिनीहरू विशाल समुद्रमाथि आइपुगे। उनीहरू समुद्रमाथि उड्दै थिए। तल समुद्री छाल उर्लिरहेको थियो। छालको समुद्री किनार ढाकिरहेको थियो। ती छालहरू पहरामा ठोकिन्थे, ढुङ्गामा बजारिन्थे। त्यहाँ एक प्रकारको प्रकृतिको संगीत सुनिन्थ्यो। ठिक त्यसै बेला कसैले बोलाउँदै भन्यो, पर्सियस, गर्गन राक्षसीहरू त्यही छन्। कहाँ हँ? पर्सियस अत्तालिएर सोध्यो। म त कतै देख्दिन त। त्यो टापुको अर्कोतर्फ क्या, ठ्याक्कै तिमी भन्दा तल। आवाजले सम्झाउँदै पर्सियसलाई बाटो बतायो। उनकी बहिनीले गर्गनको वासस्थानबारे बताउने छिन् भनी फेरि सम्झाए। उनीहरू उडिरहेको आकाशभन्दा तल, झण्डै 3000 फिट भन्दा तल एउटा टापु देखियो। त्यो टापुको चारैतिर समुद्रले सेतो फिँच फिजाएको थियो। त्यसको वरपर अग्लो ढुङ्गै ढुङ्गाले घेरिएको ठाउँ थियो। एकातिर समुद्री किनारमा बालुवाको थुप्रो थियो। बालुवा सेताम्मे देखिन्थ्यो। त्यसै ठाउँमा राक्षसीहरू बडो होसियारीका साथ बसेका थिए। ढुङ्गे पहाडमा आँट लागेर बडो आनन्द लुट्दै थिए। त्यसबेला तिनीहरू मस्तसँग निदाइरहेका थिए। चन्द्रमाको उज्यालोमा त्यसका पखेटा चम्किला देखिन्थे। ती सबै पखेटा बालुवामाथि अडिएका थिए। तिनीहरूका चम्किला हत्केलाहरू देख्दै डरलाग्दा थिए। त्यसबेला मेडुसा कसैलाई टुक्रा टुक्रा पारिरहेको सपना देख्दै थिए। उसका टाउकाका सर्पहरू पनि सुतिरहेका थिए। बेला बेलामा पालैसित झस्किएका देखिन्थे। कुनै बेला काँटा जस्ता जिब्रा निकाल्थे। कहिले टाउको उठाउँथे, कहिले आफ्नै समूहभित्र लुकाउँथे। राक्षसी ज्यादै डरलाग्दो थियो। राक्षसीहरू डरलाग्दा ठूला केरा जस्तै देखिन्थे, तर तिनीहरू निकै ठूला थिए। तर अर्कोतर्फ मानिस जस्तै पनि थिए। भाग्यवश गर्गनको अनुहारहरू पर्सियसले नदेख्ने गरी यताउता परिरहेको थियो। यदि एकपटक हेरेमा उनी ढुङ्गाको मूर्ति भई पृथ्वीमा झर्न सक्थे। गर्गन आफ्नो टाउको लुकाएर सुत्दथ्यो। त्यसको आँखा पर्न साथ कति प्राणीहरू आकाशबाट खसेर उसको मुखमा पर्दथे, कति त त्यसै ढुङ्गा बन्दथे। साथीले मौका यही हो भनी पर्सियसलाई सम्झाए। छिटो गर, एउटा मात्र राक्षस बिउज्यो भने सारा योजना सखाप। ती तीनैवटा उस्तै छन्। कुन हो मेडुसा? पर्सियसले सोधे। होस पुर्याऊ है, एउटा आवाजले भन्यो। एउटा चलमलाउँदैछ, कोल्टे फेर्न लागेको होला। त्यही नै हो मेडुसा। त्यसलाई नहेर, त्यसले त ढुङ्गा बनाइदिन्छ। आफ्नो रक्षा कवचमा त्यसको अनुहार हेर, त्यसो गरे मात्र तिमी सफल हुन्छौ। साथीको बहिनीले सम्झाइन्। रक्षा कवचलाई त्यस्तो चम्किलो पर्न साथ सम्झाएको कुरा त उसले बल्ल बुझ्यो। त्यो रक्षा कवचमा राक्षसको अनुहार स्पष्ट देखियो। त्यसको डरलाग्दो अनुहार रक्षा कवचमा टल्कियो। त्यसको डरलाग्दो अनुहार एकदमै घिनलाग्दो। त्यस्तो अनुहार संसारमा कसैले नदेखेको हुनुपर्छ, न त सुनेकै हुनुपर्छ। ल मौका यही हो। अलि शान्त हो, आफ्नो रक्षा कवचमा हेर। तल झर्दा होस पुर्याऊ, एकै झट्कामा खत्तम पार्नुपर्छ। पहिलो मौका गुमाउनु हुँदैन। पर्सियस होसियारीपूर्वक उड्दै गयो। आफ्नो आँखा रक्षा कवचमा देखिएको मेडुसाको अनुहारमा एक टक हेरिरहे। जब आफू मेडुसाबाट केही दूरीमा मात्र थियो, उसले आफ्नो तरबार झिक्यो। तल झर्दै गर्दा आफ्नो योजना तयार पार्यो। तरबार उचाल्यो। त्यही समयमा गर्गनको टाउको भएका सर्पहरूमाथि उड्न थाल्यो र मेडुसाको आँखा खोल्यो। तर त्यो एकछिन ढिलो भयो। एक आवाजले भन्यो। तरबार धारिलो थियो। एक झट्कामा मेडुसाको टाउको छिनाल्यो। टाउको गुड्दै शरीरबाट पर गयो।
ठिक भयो, जादुको झोलामा राख, ढिलो नगर। भलात्मी सज्जनहरू आफ्नै काममा लागे। त्यस बखतमा पनि अचम्मै भयो। घाँटीमा झुन्ड्याइराखेको एउटा सानो झोला त यत्रो ठुलो टाउको हटाउने भएर पो फैलियो। झोलामा सर्पहरू सलबलाइरहेको टाउको राखे। छिटो गर भन्दै साथी पनि उनीसँगै भाग्न थाले। अरू राक्षसहरू मेडुसालाई मारेकोमा बदला लिनेछ भनी साथीले सम्झाउँदै थिए। पर्सियसलाई होसियारी बनाउँदै भाग्दै थिए। हतार गर्नुपर्ने अवस्था थियो। तरबारले काट्दा ठूलो आवाज आएको थियो। मेडुसा अर्कोतर्फ ढल्दा पनि ठूलै आवाज आयो। सर्पहरू चलमलाएका थिए। त्यस्तैमा अरू दुईटा राक्षसहरू बिउजिए। तिनीहरू निन्द्रामा आँखा मार्न थाले। टाउकोमा भएको सर्पहरू टाउको उठाउन थाले। यसो हेर्दा त मेडुसाको शरीर मात्र देखियो, टाउकै छैन। तिनीहरू आश्चर्यमा परे, कराउन थाले, चिच्याउन थाले। पर कताबाट मेडुसाको टाउकोमा भएको सर्पहरूले जवाफ दिए। सर्पहरूको आवाज सुन्नसाथ तिनीहरूले आकाशतर्फ हेरे। तिनीहरू रिसले चुर भएका थिए। सुनौलो प्वाँख फिजाएर आकाशमा कुद्न थाले। जे भेटे पनि सखाप पार्ने जस्ता देखिन्थे। आफ्नो साथीको टाउको लानेलाई ढुङ्गा बनाउन चाहन्थे। बिचारा पर्सियस, ऊ ढुङ्गा भएको भए उसकी आमालाई कस्तो पिर पर्थ्यो होला। उसले होस पुर्यायो। ऊ हेलमेट भित्रै हराएको थियो। त्यसैले राक्षसहरूले उसलाई लखेट्न सकेनन्। उसको आवाज त सुनेको थियो, तर तिनीहरूले पर्सियसको पत्तै पाउन सकेनन्। ऊ आफ्नो साथी र साथीको बहिनीलाई धेरै धेरै धन्यवाद दिए। फेरि पछि छिट्टै भेट्ने बाचा गरी सरासर सेरिफस टापुतर्फ लाग्यो। मेडुसाको टाउको राजा पोलिडेक्टसलाई चढाउन चाहन्थ्यो। पर्सियसलाई बाटामा आइपरेका समस्याबारे बताउने त समय छैन। उसले समुद्रका डरलाग्दा जीवहरू मारेको कथा, एउटा डरलाग्दो राक्षसलाई ढुङ्गामा परिणत गराएको कथा, उसले कस्ता डरलाग्दा काम गर्नु पर्यो त्यसबारे त कुरै नगरौं। सयौं दुःख झेलेर ऊ फेरि सेरिफस टापुमा आइपुग्यो। उसकी आमा ज्यादै आकुल व्याकुल भएर बसेकी थिइन्। ऊ पनि आमा भेट्न नपाएर छटपटिएको थियो। ऊ त्यहाँ नभएको मौका पारेर त्यो दुष्ट राजाले उसकी आमालाई यति दुःख दियो कि उनी त्यहाँ बस्नै सकेनन्। उनी त्यहाँबाट एउटा मन्दिरमा गएर बसिन्। पर्सियस घरमा पुग्यो, तर त्यहाँ आफ्नी आमालाई भेटेन। आमालाई घरमा नभेटेपछि ऊ सरासर दरबारमा पुग्यो। राजालाई भेट्यो। उसलाई देख्दा राजा तीन छक्क परे। उनले त पर्सियस अब कहिले आउन्न भन्ने विश्वास गरेका थिए। ऊ जीवितै फर्किएको देख्दा उनी छक्कै परे। ऊ कसरी सफल भयो होला? उनलाई एकदमै आश्चर्य लाग्यो। तिमीले आफ्नो प्रतिज्ञा पूरा गरेकै हो त? मेडुसाकै टाउको ल्याऊ त, होइन भने तिम्रो टाउको काटिनेछ। राजाले उसलाई उल्टो हप्काउँदै धम्की दियो। ठिकै छ, तिमीले काम पूरा गरेको भए ती राजकुमारी खुसी हुनेछिन्। राजाले बारम्बार धम्की दिए। उनले एउटै कुरा 10 पटक दोहोऱ्याए। पर्सियसले विश्वास दिलाउँदै भने, महाराज, मैले हजुरले अराएको काम पूरा गरेको छु। यो काम खास गाह्रो जस्तो पनि लागेन। पर्सियसले सबै कुरा शान्त भएर बडो नम्रताका साथ बताए। मैले ती राक्षसीको टाउको ल्याएको छु, जस्ताको तस्तै ल्याएको छु। अहो, अनौठो कुरा पो गर्यौ त। यो त अचम्मैको कुरा भयो। कसरी पत्याउने गाह्रो। राजा अझै पनि शंका गर्दै थिए। महाराज, अझै पनि यसको आँखा पर्दा कुनै पनि प्राणी ढुङ्गामै परिणत हुन्छ। हेर्ने नहेर्ने त हजुरको इच्छा। हजुर चाहनुहुन्छ भने म देखाउन तयार छु। एक दिन बिदा पारी राज्यका नागरिकहरू जम्मा गरेर देखाउन चाहन्छु। यस्ता अनौठा कुरा न कसैले पहिला देखे न त पछाडि नै देख्नेछन्। राजाले आफ्नो विचार बताए। यता राजाले आफ्नो प्रजा ज्यादै अल्छी भएको कुरा बुझेका थिए। तिनीहरू यस्ता अनौठो कुरा हेर्न तयार होलान् भन्ने पनि बुझेका थिए। सबैले चाल पाउन् भनी चारैतिर छ्याली पिटाए। दोबाटो चौबाटो आदिमा बसेर सबैलाई खबर दियो र दरबारमा भेला गराइयो। राजाको उर्दी अनुसार बिस्तारै काम नभएका सबै ओरिए। तिनीहरू सबै पर्सियस मारिएको भए खुसी मनाउने खालका थिए। भलात्मी सज्जनहरू आफ्नै काममा लागे। काम नगर्ने अल्छी फटा जति सबै त्यहाँ भेला भए। पर्सियस आफ्नो जादुको झोला लिएर बसेका थिए। दरबारको चोकमा खचाखच मानिसले भरियो। राजा पोलिडेक्टस बीचमा बसेका थिए। उनी त्यो टाउको राम्रोसँग देखियोस् भनी त्यहाँ बसेका थिए। सबैको आँखा पर्सियसमै थियो। मानिसहरू कराउन थाले, छिटो देखाऊ भन्ने आवाज आउन थाल्यो। सबै मेडुसाको टाउको हेर्न उत्सुक थिए। कसैलाई पनि विश्वास थिएन। उनीहरू त पर्सियसलाई बेइज्जत गरेर मार्न पनि तयार थिए। यता पर्सियस के गरौं कसो गरौं भन्ने दोधारमै थिए। पर्सियसले भने, महाराज, मलाई त डर लागेको छ। यसको आँखाको तेजले अझै पनि सयौंलाई ढुङ्गा बनाउँछ। म यो टाउको कसैलाई देखाउन चाहन्न। यसले अझै पनि सयौंलाई ढुङ्गा बनाउन सक्छ। त्यसैले म यो टाउको देखाउन चाहन्न। त कस्तो बेइमान, कस्तो डरछेरुवा। यता जनता कराउन थाले। तसँग गर्गनको टाउको भए पो देखाउँथिस् त। तसँग भए ल देखा त। अब त्यो टाउको देखाउन सकिनस् भने तेरो टाउको फुटबल हुनेछ। त्यसै बेला दुष्ट सल्लाहकारले राजालाई उक्साउन थाले। उनीहरू पर्सियसले राज मर्यादा उल्लङ्घन गरेको भनी
दोष देखाउन थाले। राजा पोलिडेक्टसले त्यो टाउको तुरुन्त देखाउन हुकुम जारी गरे। होइन भने तिम्रो टाउको काटिने छ भनी तर्साए। या त गर्गनको टाउको देखा, होइन भने म तेरै टाउको काट्छु भनी कराउन पो थाले। पर्सियसले लामो सास फेरे। यता राजा भने त्यही कुरा दोहोऱ्याउन लागे। पर्सियसले सबैलाई शान्त भएर हेर्न अनुरोध गरे। पर्खनुहोस्, उनले फेरि छर्केर कराए। उनले राक्षसको टाउको निकाले। राजाले आँखा झिमिक्क गर्ने मौका पाएनन्। उनका बुद्धि बिग्रिएका सल्लाहकार, मूर्ख जनता सबै जसरी चोकमा बसेका थिए जस्ताको तस्तै ढुङ्गाको शालिगमा परिणत भए। एकैछिनमा सबै सखाप, सबै ढुङ्गा भए। पर्सियसले त्यो टाउको त्यही झोलामा राख्यो। ऊ सरासर त्यहाँबाट आफ्नी आमा बसेको मन्दिरतर्फ लाग्यो। दुष्ट राजा र उसका सल्लाहकार सबै सखाप भएकोले अब कसैसँग डराउनु नपर्ने कुरा सुनाए। आमा छोरा दुवै खुसी साथ बस्न थाले। अब उनीहरूलाई दुःख दिनेहरू कोही रहेनन्। त्यो राज्यमा दुष्टहरू पनि बाँकी रहेनन्। सबै जाली फटा समाप्त भए। त्यसैले राज्यमा सुख शान्ति छायो। सबै परिश्रमी मेहनती जनता सुखी भएर बाँच्न थाले। दर्शक तथा श्रोतावृन्द, तपाईलाई आजको ग्रीस दन्त्य कथा गर्गनको टाउको के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। अब लागौं गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, भित्रै छर्यो भित्रै उम्रियो। आशिष पाई कानमा सिउर्यो के हो? प्रश्न एकपटक फेरि, भित्रै छर्यो भित्रै उम्रियो। आशिष पाई कानमा सिउर्यो के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सिनुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। सरिता राईज्यू लेख्नुहुन्छ वाउ नाइस। त्यसैगरी इमेहाङ 2.0 ज्यू लेख्नुहुन्छ राम्रो कथा सर। त्यसैगरी कोपिला गुरुङज्यू लेख्नुहुन्छ नमस्कार सर, नाइस स्टोरी। म हजुरले वाचन गर्नुभएको सम्पूर्ण पुरानो कथाहरू सुनिरहेको छु। कुनै कुनै कथा उपन्यासहरूले साह्रै मन छुन्छन् सर। कुनै कथाले त आँखाबाट आँसु झरेको नै थाहा नपाउने। धेरै राम्रो छ सर, धन्यवाद भन्नुहुन्छ। धन्यवाद। त्यसैगरी गिरी सुशीलाज्यू लेख्नुहुन्छ साह्रो राम्रो कथा। त्यसैगरी अर्जुन विशीज्यू लेख्नुहुन्छ नमस्कार सर, कथा साह्रै राम्रो अनि रहेछ प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद सर, हजुरको दिन शुभ रहोस् भन्नुहुन्छ। धेरै धेरै धन्यवाद। त्यसैगरी पुष्पा घिमिरेज्यू लेख्नुहुन्छ कथा अत्यन्त राम्रो थियो, हजुरलाई धेरै धेरै धन्यवाद। त्यसैगरी सीसीआर साइलकज्यू लेख्नुहुन्छ वाउ दामी सर, बट डेली नयाँ गाउँ खाने कथाको क्वेसन लिएर आउनुहुन्न, म रिक्वेस्ट गर्छु सर भन्नुहुन्छ। मैले हिजोको भिडियोमा गाउँ खाने प्रश्न सोध्न बिर्सिएको थिएँ। आज भने गाउँ खाने कथा लिएर आएको छु। म दैनिक रूपमा लिएर आउने प्रयास गर्नेछु। त्यसैगरी पासाङ तामाङज्यू लेख्नुहुन्छ साह्रै राम्रो कथा हजुर, धेरै भयो दन्ते कथा नसुनेको हजुर भन्नुहुन्छ। त्यसैगरी आरती गजुरेलज्यू लेख्नुहुन्छ अकबर बिरबलको पनि प्लिज भन्नुहुन्छ। म कुनै दिन अकबर बिरबलको कथाहरू लिएर आउनेछु, पुराना कथाहरूलाई पनि सुनिदिनु होला। माधव सापकोटाज्यू लेख्नुहुन्छ आजको गाउँ खाने कथा बच्चा बेला सब्जी युवा हुँदा घाँस बुढो भए दाउरो सुकेनास के हो? यो प्रश्नको उत्तर जमिन सरले दिनुपर्नेछ भन्नुहुन्छ। मलाई थाहा भएन, माफी माग्दै। इन्दिरा गौतमज्यू लेख्नुहुन्छ मिठो वाचन सहित मन छुने कथा। त्यसैगरी आरके पौडेलज्यू लेख्नुहुन्छ फुर्सद पो नपाएको त कथा सुन्न र कमेन्ट गर्न त मन लाग्छ नि, नमस्कार सबको जय होस् भन्नुहुन्छ। धन्यवाद कमेन्टको लागि। माधव सापकोटाज्यू लेख्नुहुन्छ आजको कथामा गाउँ खाने कथा सोध्नु भएन नि सर, मैले भनेको कथा सुन्न पाउने भएकोले निन्द्रा आएको छैन सर, तर आजको कथा मेरो जीवनसँग मेल खान पुग्यो सर, साह्रै खुसी लाग्यो। आज म तपाईलाई एउटा गाउँ खाने कथा सोध्छु ल भन्नुभएको छ। धन्यवाद तपाईको कमेन्टको लागि। दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुभएको छ। त्यसैगरी गणेश खड्काज्यू लेख्नुहुन्छ कथा एकदम राम्रो छ दाजु, सधैँ कमेन्ट गर्न नभ्यानी, सधैँ हजुरको कथा सुनिरहेको हुन्छु, लचप ल भन्नुहुन्छ। धन्यवाद। र स्वर्णिम राईज्यूले पनि कमेन्ट गर्नुभएको छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ कथाहरू सम्बन्धी केही प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। आजको लागि म कथा वाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।